240 वर्ष त तिमीहरूका राजाहरू नै थिए त। राजाहरूले के गरे त 240 वर्षमा भन्दै केही अराजक र अनपढ व्यक्तिहरूले चाहिँ प्रश्न बेला बेला गरिरहन्छन्। यो कुरा चाहिँ म डेटा र फिगर सहित यहाँ एक्सप्लेनेसन गर्दैछु। पहिलो कुरो के बुझ्नुहोस् भन्दै यो 240 वर्ष मात्र होइन राज संस्था। इट इज हियर फ्रम द टाइम्स इमेमोरियल भनेको हामीलाई जहिलेदेखि चाहिँ नेपालको हिस्ट्री याद छ त्यो दिनदेखि नै यो देशमा राज संस्था थियो। हेर्नुहोस् तपाईहरु यो कुरामा चाहिँ भ्रमित नहुनुहोस्। भनेको नेपालको चाहिँ इतिहास थाहा भएको भनेको गोपाल डाइनेस्टी महेशपाल डाइनेस्टीतिरबाट हो। त्यति बेलादेखि नै नेपालमा राज संस्था छ र अझै पनि 2063 सम्म राज संस्था रहिआएको थियो। एउटा कुरो त्यहाँनिर छ। र अर्को कुरो चाहिँ 240 वर्ष के गरे भन्ने कुरा तपाईहरु जहाँसम्म शाहवंशीय राजाहरूको कुरा गर्नुभयो होला हैन। शाहवंशको कुरा गर्दाखेरि बडा महाराज धीराज पृथ्वीनारायण शाहकोबाट युनिफिकेसनबाट हामी सुरुवात गरौं। त्यहाँ के भयो भन्दाखेरि चाहिँ 71 वर्ष फ्रम द डे किङ पृथ्वीनारायण शाह स्टार्टेड द युनिफिकेसन क्याम्पेन भनेको एकीकरण सुरु भएदेखि 71 वर्ष त तपाईहरुले जोडेको 240 वर्षको 71 वर्ष त नेपाल एकीकरणमै तपाईको चाहिँ हाम्रो समय खर्च भएको थियो। पृथ्वीनारायण शाह पछाडि उहाँको चाहिँ सक्सेसरदेखि लिएर बहादुर शाहसम्मको बेलासम्म पनि नेपाल चाहिँ एकीकरण नै भइरहेछ। हामी त्यति बेला चाहिँ पूर्वमा टिस्टा र पश्चिमतिला काँगडासम्म पुगेको हाम्रो इतिहास तपाईहरुलाई थाहा छँदैछ। त्यसपछि चाहिँ तपाईको त्यो सके पछाडि के भयो 71 वर्ष पछाडि के भयो भन्दाखेरि नेपाल चाहिँ वारमा गयो। हेर्नुस् एउटा इस्ट इन्डिया कम्पनीसँग 2 वर्ष वार चल्यो हाम्रो हैन। इस्ट इन्डिया कम्पनीसँग वार नसकिँदै के भयो भन्दाखेरि चाहिँ फेरि तपाईको चाहिँ नेपाल र तिब्बतको युद्ध भयो 2 वर्ष। तिब्बत र नेपालको वारलाई चाहिँ त्यति बेला चाइनाले पनि तिब्बतलाई सघाएको जस्तो देखिन्छ। त्यसपछि केही समय चाहिँ त्यो वारमा हाम्रो समय व्यतीत भयो। त्यसपछि आउँछ राणा शासनको बेला। जति बेला 104 वर्ष चाहिँ राणा शासकहरूले तपाईको चाहिँ शासन गरे भनेको के भयो भन्दाखेरि 140 71 त्यो वार भएको अवस्था हेरौं। एङ्ग्लो नेपाल वार र त्यसपछि तपाईको चाहिँ चाइना नेपाल वारदेखि लिएर चाहिँ तपाईको इस्ट इन्डिया कम्पनीसँग वारहरू भइहाल्यो। यो वार यो तपाईको चाहिँ राणाहरूको 104 वर्षलाई हामीले साइड राखौं किनभने यो बेलामा राजाले प्रत्यक्ष शासन गरेर चाहिँ विकासमा लाग्ने बेलामा यस्तो अवस्था सिर्जना भएको छ। त्यसपछि के भयो भन्दाखेरि तपाईको 7 सालमा चाहिँ नेपालमा प्रजातन्त्र आयो भनियो राणा शासन हट्यो। तर 7 सालदेखि तपाईको 17 सालसम्म पनि के भयो भन्दाखेरि दलहरूले नै चलाए। राजाको संवैधानिक उ मात्रै थियो प्रत्यक्ष शासन रहेन। र जब 2017 सालदेखिका कुरा आउँछ पञ्चायतको कुरा आयो 2046 सम्म नेपाल बनेकै त्यति बेला मात्रै हो। राजाको प्रत्यक्ष शासन पञ्चायतको बेलामा नेपालमा हरेक ठाउँमा हरेक गाउँमा स्कुलहरू खोलिए। ठूलठूला राजमार्ग बने, महेन्द्र राजमार्ग बन्यो, तपाईको चाहिँ कोदारी राजमार्ग बन्यो, अरु तपाईका विभिन्न राजमार्गहरू बने। 75 जिल्लामा अस्पतालहरू बने, 14 अञ्चलमा अस्पतालहरू बने, विभिन्न चाहिँ तपाईको प्रशासनिक कामका लागि चाहिँ कार्यालयहरू खोलिए। हरेक बेल्टमा इन्डस्ट्रीहरू खोलिए। एउटा दुईटा मात्रै होइन तपाईको चाहिँ पूर्वदेखि लिएर चाहिँ पश्चिमसम्म नै इन्डस्ट्री भए जहाँ नेपालीहरूले रोजगारी पाउन थाले। किसानहरूको चाहिँ र मेटेरियल्सहरू चाहिँ त्यो इन्डस्ट्रीमा गएर चाहिँ त्यो चाहिँ फिनिश गुड बन्यो र त्यो चाहिँ बिक्री वितरण हुन थाले। किसानहरूलाई पैसा पाउन थाले। यति नै दूरदर्शी सोचले चाहिँ राजा महेन्द्रले गरेका काम यस्ता थिए। अनि राजा महेन्द्रको यो मात्र होइन डिप्लोमेटिक कुराहरू हेरौं। चाइना र इन्डियाको चाहिँ तपाईको त्यो जियो पोलिटिकल टेन्सन यसरी म्यानेज भएको छ त्यो बेलामा। त्यो कुरा चाहिँ कसैले गरिदिँदैनन्। होइन राजाले केही गरेनन् 240 वर्ष राजाले केही गरेनन् भन्नुहुन्छ। त्योभन्दा अगाडि कसले गर्यो त? राजा महेन्द्र जस्तो यदि विकास प्रेमी राजा देशमा भइदिएको भए आज हाम्रो विकास भनेको सिङ्गापुर र मलेसियाको लागि उदाहरण हुने थियो। तर विदेशीको ग्रान्ड डिजाइन अन्तर्गत 2063 सालमा विदेशीको डिजाइन अन्तर्गत जनआन्दोलन गरियो र नेपालको मौलिक सिस्टम फालेर विदेशी सिस्टम ल्याइयो। र अब अहिले हामीले के चाहिँ स्थिति देखिरहेका छौं। अहिले चाहिँ विदेशीहरूको प्रभाव छ। हरेक चीजमा चाहिँ आइएनजिओहरूको चाहिँ डलरले हाम्रो पोलिसी इन्टरभिन भइरहेछ। विकास त हामी देखिहाल्यौं। विकास बजेट के छ हाम्रो अवस्था। तपाईको पञ्चायतको बेलामा चाहिँ औसत पुँजीगत खर्च हाम्रो 67% थियो भने अहिले तपाईको संघीयता लादिए पछाडि यो गणतन्त्र आइसके पछाडि हाम्रो औसत पुँजीगत खर्च भनेको तपाईको मुस्किलले 16 देखि 17% मात्रै छ। अनि 240 वर्ष राजाले के गरे भनेर राजाले गाली गरौं बसौं। हामी चाहिँ आफैले केही सोच्न सक्ने क्षमता त हाम्रो छैन। अरूले के मुखमा होलिदिएको छ त्यही बोलौं बसौं। हस्त नमस्कार।